अहिलेको सरकार बालेन सरकार हेर्नुस् अहिले मुस्ताङ जानुभएको छ यहाँ अधिकांश झोले जान्थे एउटै के हो महिला छिन् त्यो टिकटकमा प्यार प्यार गर्ने खुइली कि पुइली बालेनजी मस्ती रमाउनलाई मुस्ताङ गरिस् बालेनजी रमाउन गएको हो कि त्यहाँ के गर्न गएको हो भन्ने कुरा भोलि थाहा पाउँछौ तिमीले बालेनजी कुनै भिजन नलिकन मस्ती गर्न हिँड्दैनन् त्यहाँको पर्यटनलाई उत्थान गर्नलाई भनेर आफू गएपछि जसरी डिडिसीको चिज खाथे बालेनजीले आज डिडिसीले दुबईमा घिउ निर्यात गर्न सक्ने भयो वाउ हेर्नुस् हाम्रो गइसकेको छ भने बालिनजीले यस्तो प्रगति गरेका छन् अब बालिनजी मुस्ताङको भ्रमणको बारेमा तपाईलाई म अलिकति खुलाइदिन्छु मैले जानकारी पाए अनुसार बालिनजी त्यहाँ मुस्ताङ गएपछि आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रहरूलाई उ गर्नलाई भनेर प्रोत्साहन हुन्छ भनेर बालिनजी त्यहाँ पुग्नु भएको छ त्यहाँ 2-4 वटा फोटो सुट गरेर देखाएपछि त हामी पनि हौसिन्छ नि वाउ यस्तो ठाउँ बालिन पुग्नु भयो हामी किन नपुग्ने हामी देखाएपछि के गर्छौँ नि त राम्रो कुराको देखाएपछि के गर्नु त वाउ हो नि आफ्नै देशमा पर्यटन भित्र्याउनु भने त्यो सानो कुरा नि होइन र उहाँले चाहिँ बाह्य पर्यटनलाई पनि एकदम टार्गेट गरेर बालिनजी त्यहाँ पुगेर त्यहाँ चाहिँ एउटा स्टेडियमको कुरा पनि निस्किरहेछ त्यसको सर्वे गर्न जानुभएको छ हेर्नुहोस् हेलिकप्टरमा नगएर उहाँ आफैले गाडी चढाएर हिलोमा हिँडेर जानु भइरहेछ त्यही पनि स्टनबाजी भन्छन् यी नौटङ्की यिनीहरूका बाउ हेलिकप्टरमा गएर उद्घाटन गर्न जाने कुनै रिबन काट्नु पर्यो भने यिनीहरूका बाउ हेलिकप्टर जान्छन् हाम्रो बालिन शाह गाडीमा अब यहाँ झोले जान्थे के भने चाहिँ स्टन गर्न गइरहेछ अब बालिनको नराम्रो त कसरी गर्ने स्टन गर्न गइरहेछ भनेर बालिनको खोइरो खन्न आइरहेछन् यी मासु भातमा बिक्ने झोले जान्थे 2-4 तिमीहरूले भुकेर केही पनि हुँदैन 5 वर्ष होइन 20 वर्ष बालिनले देश चलाउँछ मुस्ताङ जाँदाखेरि देखिएको दृश्य ट्याट्या टुटु छैन अगाडि पछाडि गाडीहरू छैन सुरक्षाकर्मीलाई त थाहै नै छैन भन्ने कुरा सुरक्षाकर्मीलाई पनि थाहा छैन जसले गल्ती गर्दैन के को डर त बीचमा बाटोमा रोकेर समस्या बुझ्दै गइरहेछन् बालिन सरकार गरिबहरूको धादिङमा मात्र गाडी रोकेर तपाईले सुन्नु भयो कि सुन्नु भएन तपाईहरुलाई मलको सुविधा भयो भने यहाँ मलको निम्ति राजनीति गरे यी झोले जान्थे 36 वर्षीयहरूले संसद भवनमा सधैँ टेबल ठटाए किसानलाई मल खोइ भनेर सांसदहरू तर त्यहाँ किसानले बोलेको सुन्नु भयो होला नि हामीले मल पर्याप्त मात्रामा गरेर हाम्रो कृषि अहिले हुँदैछ राम्रो उत्पादन हुँदैछ भनेर उहाँहरूले भन्दा बालेनजीले त फेस टु फेस गफ गरेर आउनु पर्यो हाम्रा प्रधानमन्त्री भइदिए यसरी छोपेर हिँड्थे होला कालो सिसा लगाएर हिँड्थ्यो होला तर बालेनले नराम्रो काम गर्नु भएको छ डर किन ल त्यसरी केपी शर्मा ओली प्रचण्ड शेरबहादुर देव उपाय हिँडेर मात्रै देखाउ त सर्वसाधारणको अगाडि मात्र उभिएर देखाउ सर्वसाधारणले छोड्छन् किनभने गल्ती गरेका छन् नि त गल्तीको सजाय दिएका हैनन् शेरबहादुर देवलाई तर एआईले पिट्या हो क्यारे पैसा त एआईबाट जडायो त्यो गालाका यत्रा सुन्ध्या पनि एआईले सुन्ध्याइदियो रगत ताम्मे पनि एआईबाट निकाल्यो भनेपछि यस्ता अफा यस्ता झुटको खेती गर्ने अब पनि प्रधानमन्त्री बनाइदिनु पर्यो भनेर माइती मण्डलमा गरिमाको लागि आवाज उठाउन आउँछन् नालायक गद्दार